हेलो सबैजना, आज चाहिँ हामी बाबा मम्मी म टक हलाउँदै अनि मेरो बुढी हामी सबैजना घुम्न जाँदैछौँ, नाच्दैछ। अनि यहाँ चाहिँ ड्याडीले ओपोटो खाएर मक्ख गरेर हाई पाई गर्दै भाइहरू पनि चिप्स खाँदैछन्। अनि देख्सको यो पछि चाहिँ हामीले क्यामललाई देख्यो। यो क्यामल चाहिँ अलिकति छिटो छिटो कुद्ने भइदियो त हुन्थ्यो, तर नकुद्ने रहेछ, ल्यासाक ल्यासाक गरेर हिँड्ने रहेछ बिचमा। बाबा चाहिँ यहाँनिर मम्मीको फोटो लिन्छु भन्दै हिँड्नु भइरहेछ। ल एकछिन खिच्ने भन्नुभयो, फेरि भएन भन्नुभयो। ल म पछाडि आउँछु भन्नुभयो, एङ्गल लिएर खिच्दै हुनुहुन्छ। अर्को एङ्गल लिन भने बाबा फेरि त जानुभयो। बाबाले ल तेरो पालो सिधै मेरो पालो भन्ने जानुभयो त्यहाँ। त्यसो त भन्नु भएन होला, मम्मीले आफैले आउनु म खिचिदिन्छु हजुरको भन्नुभयो। पप्पा म टोपी आउँछु पप्पा भने ल ठ्याक्कै टोपी लगाएँ मैले। ल फोटो खिच्दै एउटा भनेर, राम्रो प्रफिट पिक्चर राख्नुपर्छ भनेर। अब चाहिँ हाम्रो पालो भनेर चाहिँ खिचिक्कै फोटो खिचिहाल्यौँ हामीले। अनि तिमीहरूको मात्रै खिच्नु भनेर भएन, हाम्रो पनि खिच्नु पऱ्यो भने सबले प्रोटेस्ट गर्नु थाल्यो। त्यो भएर सबजनाले हाई गरेर अनि फोटो खिच्यौँ। भिडियो सबैजनाले हाई गराएको रहेछन् क्यामरामा है। अब चाहिँ ठ्याक्क लगाएर क्यामलमा चढ्ने बेला आयो र क्यामलमा बाबा चढ्दै हुनुहुन्छ। चढे ल बसे। अब यसपछि मेरो पनि चढ्ने पालो आयो र यसो चढ्दाखेरि चाहिँ अलिक पछाडि ढल्किनु पर्ने रहेछ। र यो क्यामल चढ्न चाहिँ घोडा चढ्यो भन्दा चाहिँ यसको टेकअप चाहिँ आयो ल माथि आयो, यसरी आउँदो रहेछ। रमाइलो भयो थियो एकदमै। डरा थियो तिमी? बाबाले हाई गर्दै हुन्छ, हाई। यहाँको अर्को राम्रो कुरा भनेको चाहिँ यो हरेक क्यामललाई चाहिँ आफ्नो नाम दिएको रहेछ। कोही टम, कोही डस्टी, कोही के थियो तिम्रो? चिल्ली। मेरो चाहिँ टम थियो। यो चाहिँ के थियो यसको नाम? ज्याक होला सायद। होइन डस्टी हो, यो डस्टी हो, ड्याडीको डस्टी हो। ल यहाँ चाहिँ मेरो बुढी र मेरो जेठो सालो हाई गर्दैछ। कति हाई गरेको भन्नु न? कति हाई गरेको? अब सबैजना खिचेर भएन, मेरो आफ्नो पनि खिच्नु पऱ्यो भनेर उसले चाहिँ आफ्नो सेल्फी खिच्दैछ। अब कसैले खिच्ने भएन क्या अरे, कोही राम्रो खिच्नु सक्दैनन्। मेरो हातमा फोन टिक्दैन, फोन साथै फोन खस्छ, त्यो उसले आफै सेल्फी खिचिरहेछ। बाध्यता के गर्नु। बाबाले फेरि हाई गर्नु नआउँदै हाई गर्नु भइन्छ। यसपछि चाहिँ सबैजना फोटो खिच्नु थाल्यो र ड्याडीले आएर चाहिँ मेरो र दाईको पनि फोटो खिचिदिनु पऱ्यो भन्दै आउनुभयो। यसमा चाहिँ अनि स्टिल भिडियो बनाउँदै करण जोहर प्रोडक्सन टाइप। अनि यहाँ चाहिँ आमा र छोरी मजासँग नाच्दै, कुन गीतमा थाहा छैन तर ल है हुँदै। त्यसपछि एकदम भोक लागेको थियो अनि मम्मी बाबालाई चाहिँ एकदमै केएफसी खानु मन लागेको थियो। अनि त्यही भएर स्पेसल रिक्वेस्टमा चाहिँ हामी केएफसी खान गयौँ। केएफसीको लोकेसन चाहिँ न्यू कासलमा, यसो हेरिदिउँ भनेर।